अनि हिँडाइ कस्तो भइरहेछ मिस देवान कुमार राई? यो कसले खानु पाउँछ? सेवा साथीहरू वेलकम ब्याक टु माई अनदर ब्लग। एउटा सन्चै हुन्छ अनि म पनि फिट एन्ड फाइन छु। अनि आज पनि न्यू डे न्यू ब्लग लिएर फेरि उपस्थित भइसकेको छु हजुरहरूको माझ। यो चाहिँ अलिक मिनी नै हुनेवाला छ किनकि फोन चार्ज रहेन रहेछ। अनि त्यही हो, हामी चाहिँ म र मम्मी आमासतिर जाँदैछौँ। अनि तपाईँहरूलाई सानो क्लिप भए पनि देखाउँछु है, हेरेर प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला है त। स्टे ट्युन। यो चाहिँ हाम्रो गाउँ स्कुल। वान टू थ्री फोर फाइभ सिक्स सेभेन एट नाइन 10 यस्तो कुद्नुपर्छ क्या। जाँदैछौँ हामी बाटोमा। यहाँ झोला पनि छ अनि म कुद्दैछु। आफ्नो गाउँघर घरिघरि होइन, हिँड्नुपर्छ डुल्नुपर्छ नि त। कति घरमा बस्नु त होइन। जाँदैछौँ हामी। त्यहाँ माथि पुगिसक्नु भएछ। अनि हिँडाइ कस्तो भइरहेछ मिस देवान कुमार राई? भन्नुहोस् त, जनता जान्न चाहन्छ। राम्रो छ हो, अनि छोरीसँग डुल्नु मजा आइरहेछ नि त होइन? जुत्ता पनि आएको छ। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त, के भएको र हामी जाँदैछौँ। हाम्रो छोरी, हाम्रो यहाँ छ कोसेली। आफ्नै लागि भने फेरि अरूलाई होइन नि। औसेली टिप्ने, ल ल टिपौँ त, औसेली टिपौँ, छोरीलाई पनि दिउँ त। औसेली पनि पाकेको छ। हेर, छोरीलाई नदिकन आमा एक्लै खाएको। अमिलो झन् मिठो हुन्छ त। मास्तिर अरू त हो, पिसादी हुँदैन अरे यहाँ। आमामा आज त फेरि दक्षिण कि कताबाट घाम लागेको छ कुनि, घाम चाहिँ ओभर लागिरहेछ। मिठो औसेलो। यो कसले खानु पाउँछ यस्तो? कसले चिन्नुहुन्छ? मेरो गुलियो छ। आहा सुपर। बच्चा बच्ची जस्तो हेर मेरो मम्मी औसेल टिप्दै खाँदै हुन्छ। यताको फेरि बाटो यस्तो खालको छ क्या, यस्तो अफरोड क्या पुरै। तर आज मौसम कति राम्रो देखिरहेछ। वाह वाह, सुनहरा मौसम, अच्छा दिख रहे हैं। सी इज माई मम हिनिङ and I'm here your cross। एक दिन त जाने हो
संसार छोडेर पिञ्जरा तोडेर पन्छी बनेर घर र सम्पत्ति घरमै झोलामा कस्तो राम्रो नजारा देखेको क्या आम्बो। हाम्रो डेस्टिनेसन आउनु आँट्यो। एकदमै राम्रो छ नजारा। अब जानुपर्छ। यस्तो फुल चाहिँ सबै ठाउँमा रहेछ क्या। दामी देख्दो रहेछ पिपले। यहाँबाट देखिने नजारा यो हावा कस्तो राम्रो नजारा देखिरहेछ। वाउ कति राम्रो नजारा देखिरहेछ। अनि म यहाँ छु। खाइयो पियो रमाइयो हैन। अनि वरिपरिको दृश्य अवलोकन गरियो हेरियो है। अनि अब हामी आमा छोरी चाहिँ जाँदैछौँ हाम्रै घरतिर फेरि। जेस घुमेर रमाइलो भयो। आउँदै हुनुहुन्छ हाम्रो पछाडि पछाडि हाम्री आमै। जाँदैछु नि लौरो बोक्दै हामी मेरो आमा। अनि हामी चाहिँ अघि चाहिँ लङ कट बाटो आएको थियौँ। अहिले चाहिँ हामी सर्टकट बाटो जान्छौँ क्या। सर्टकट बाटो अम्लिसो घारी सर्टकट बाटो जाँदैछौँ। यहाँदेखि अलिक छिटो पुग्छ क्या। त्यही भएर जाँदैछौँ हामी। यस्तो छ ब्याकग्राउन्डमा। अब चाहिँ हामी यहाँ हुनुहुन्छ मेरो माताश्री अनि म यहाँ छु। अनि अब हामी चाहिँ घर जाँदैछौँ। आई होप तपाईँहरूलाई यहाँसम्मको भिडियो राम्रै लाग्यो होला। अर्को भिडियोमा फेरि भेट्ने नै छु। तबसम्मको लागि बाई बाई।